फोटो खिच्ने यहाँ तपाईदिनु ल फोटो खिच्ने राम्रो आयो भने फोटो खिच्ने कि भिडियो गर्ने भिडियो गर्नु भिडियो पनि हुन्छ हो फोटो पनि हुन्छ कि यहाँबाट उयो गर्नु यहाँ खिच्ने गर्नु फोटो बनाउनु पर्यो भने चाहिँ ल म पूजा गर्छु भिडियो होस् न अहिले यो मेरो भजा यो मेरो भाइ भन्दै फोटो लाउनु नि भिडियो गर्नु नि त खै यो भिडियो भएन भइरहेछ के हो त खै विकासको फोटो देखाउनु न अनुराग के हो चोरले जस्तो हेर्दैछ ए मुख के गरेर त्यसले त्यसले मुख यस्तै पारिरहेको छ अरे किरा हिँडेको जस्तो लागिरहेको अलिक यता आइज न अट्न पनि पर्यो नि दुईटा हात थापे हाल्न अचारमा त पिरै मिठो हुन्छ पानी यसरी घुमाएर फ्यालिसक्यो दादाहरूलाई त्यही त कुही हो भनेर बिर्सेर यसको पनि पानी घुमेको हुन्छ 3 ताली हो नि अब पूजा तपाईले यसो पानी फेक्नु मात्र यस्तो गर्नु अघि सम्झनु पर्छ नि पानी कसले घुमाइहाल्दैन एउटा चिज बिर्सिन्छु मैले अघि याद त गरेँ तिमी पानी घुमाउनु पर्छ भनेर अब फ्याँक्छु ल पानी घुमाएर फ्याल हो उल्टा पानी फ्याँक्नु बाहिर है यस्तो गरेर है विकासको है यता आइज पुना उल्टाको बाहिर फ्याल्दे ठाउँ भयो फन फन घुम्नु अब ठाउँै छैन सुल्टाको खिलाइदे सुल्टा विकासको एउटा गर्नुपर्छ है 2 ताल त कि नानीको 3 खेप गरे नि 3 खेप उल्टा मेरो भयो विकासको एउटा सुल्टा पनि हैन यताबाट नानीको उल्टा भयो नि फेरि यस्तो सुल्टा हुने यो उल्टा भयो यो सुल्टा यो सुल्टा हो र अनि सुल्टा दे त्यसलाई पनि दे पानी खानुपर्छ अलिकति खाएर माथि टाउकोमा लगाउन एउटा बेटी बिर्सिन्छ र बिचारा दादा र भाउजूलाई त गरेन बोलाएर गर्नु फेरि भन्नु ए भिडियोमा यहाँ चाहिँ देख्छ होला हेर्दै यसले हामीलाई गरेर भन्छ कराउँदै लिएर आएछ कि मलाई बाटोदेखिको कराउँदै ल्याएको नि होइन फोन उठाइदिएको भए चाहिँ दादाले लाउँथ्यो नि त यहाँ उठाइदिएन नि त मेन त भन्दै थियो नि त अलिक टाढा बाटो जाने मान्छे अब फेरि उहाँ पनि गरेर लाउनुपर्छ दादाले मैले पूजा गरेँ तिमीमा है पूजा गरेँ नि उहाँ गएर लगाएर अनि उता जान्छ अब शुभमको मम्मीको हातको लाउँछ ठुलो बाबाले त्यही भएर तिमीहरूलाई जाँदै गर भनेको ठुलो बा त बाइक लिएर लाउँछ उनीहरू त बाइकमा आउने बाटोमा भेटिहाल्छ तपाईँ लाउँछ यिनीहरूलाई ढिलो हुन्छ नि मेन त है अघि लगाइदिएको भए चाहिँ नभन् अहिले सबै भिडियोमा थाहा पाउँछ मामु सिरिया मैले लगाउँदिन अनि अघिल्लो गइहाल्थ्यो नि म देख मम्मीलाई त्यही गरेर लिएर जानु भनेको तिमीलाई देख्ने थियो
भएछ ऊ तल अलिकति रातो भएन बिचमा सेतो मात्रै छ बिचमा एउटा रङ लगाइदिएन खाली रङ कहाँ हो त्यहाँ भयो आइज न टिका लाग यही छ भने। मलाई चाहिँ यहाँ के लगाएको कपाल पार्नु। तेरो केस हो तेरो केस खोइ चिसो चिसो फिल भयो कपडा थियो पुछिदियो त त्यो खै त्यो उयो झार्न दिनु त त्यसले माथि लगाउनु पर्दैन कपाल अनुहार पुछिदियो त नानी हट निदाले सानो छ पसिना आइरहेको छ त्यसको पनि अन्त भाग्यमानी उनीहरू ठुलो भन्छ भयो ऊ आउँदैन तेरो अब ए हिरो मनपर्छ मुलालाई गयो है सुजा गयो है कति कहाँ गयो 5 भइरहेछ त्यही होइन के भयो के भयो त के पनि दाबे छैन नम्बर आयो नि दिएको भोला यहाँ राखेछ यतिकै बाङ्गो भयो के मम्मी भोला बाहिरै छ हौ पन्नीमा त्यो उभित्र हेर त बाल्टीभित्र छ बाल्टीभित्र पनि छ यहाँभित्र पनि छ सिधा गर्नु नि हो सिधै त छ त मलाई डिनर थालमा दिनुहुन्छ कस्तो खापेको हात उयो नि त्यही त नगर्न नहल्ला न मलाई झन् यहाँ जन कापिरे जाम सैनार जस्तो जन लक 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 यस्तो यस्तो गरी यहाँ घुँडा टेकेर खुट्टा दुइसकेतिर अलरेडी कसरी गर्नु नि त प्रेमदालाई दिए मासु के दियो त अझै राखेको छु रक्सी रक्सी दिएको त्यो गोल्डन ओके दिनु नि एउटा दामी लाग्यो यसको चाहिँ। ठ्याक्क लाग्यो है कस्तो मजाले अहिले खान्छ नि त टक्क दामी लाग्यो फिङ्गर उयो गरेको फिङ्गर माग्दैछ अब सुन्नु अब त्यसरी नै सुन्नु त्यस्तो भयो भने नि हल्का टच मात्र गर्नु स्क्रिनमा भइहाल्छ आमाले भिडियो बनाएको छ नि त्यो उयो भइसक्यो थाहा छ त्यो खतम भइसक्यो त्यो त्यो छुको र नछुको एउटा भएर खालि मोबाइल यस्तो गरेर मोबाइलबाट हेरि मात्रै रहेछ हुँदैन भिडियो तपाईँले के गर्नुभएको छ त केही त गरेको छुइनँ मैले यहाँ माला लगाएको चाहिँ बनाइदिउँ खै आउँदैन अब यो भिडियो क्यामेरा बालिरहेछ